एकदमै फगी नाइट छ। तर पनि वाइल्ड क्याम्पिङ आउटडोर भनेपछि मलाई निकै नै मनपर्छ। त्यो भएको कारणले गर्दाखेरि म ग्लेनमुइकको लकमुइक ट्रेलमा चाहिँ भोलि हिँड्नको लागि आज जाँदैछु। आज चाहिँ म त्यहीँ बस्नेछु। यो स्पट जुन छ मैले यहाँ गाडी पार्क गरेँ, यहाँ बस्नेछु। अनि भोलि बिहानै चिया खाएर चाहिँ मेरो हाइक जाने प्लान छ। लेट्स सी हाउ इट गोज। ग्यासको क्यानिस्टर यहीँ कतै हुनुपर्छ, पक्कै पनि यो ब्यागमा छ होला। हामीले ग्यासको क्यानिस्टर चुज गर्दाखेरि एक्सट्रिम वेदरमा माइनस टेम्परेचर भएको वेदरमा जाँदा चाहिँ त्यो स्पेसिफिकली एक्सट्रिम वेदरमा बल्ने खालको ग्यास क्यानिस्टर लानुपर्छ, होइन भने त्यो बल्दैन, जम्छ, गाह्रो हुन्छ। त्यो चाहिँ ख्याल गर्नु होला। नर्मल टेम्परेचरमा जाँदाखेरि चाहिँ एनी ग्यास विल डु भेरी वेल, तर एक्सट्रिम वेदरमा चाहिँ हामीले एकदमै केयरफुल हुनुपर्छ। सबैलाई वाइल्ड क्याम्पिङको छुट्टै छुट्टै किसिमको अनुभूति हुन्छ। छुट्टै किसिमले चाहिँ त्यसलाई आनन्द लिने तरिका हुन्छ। मलाई चाहिँ के लाग्छ भने जब स्टोभमा आगो बल्छ नि, त्यसपछि छुट्टै किसिमको कन्फिडेन्ट आउँछ, एकदम आनन्द आउँछ। खै किन हो, मलाई चाहिँ त्यस्तो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ मलाई थाहा भएन। इट्स भेरी भेरी पोजिटिभ भाइब्स चाहिँ आउँछ है। एकदम सानो आगो लाएर पकाउँदैछु। See how it goes. जुनै पनि आउटडोर एक्टिभिटिज गर्दाखेरि फुडले एकदमै महत्त्व राख्छ र के फुड खाने भन्ने कुराले पनि एकदमै महत्त्व राख्छ। मेरो केसमा म धेरै सोलो क्याम्पिङ जान्छु, होइन, आउटडोर एक्टिभिटिज गर्छु। त्यो समयमा मैले भेनिसन बर्गर, भेनिसन ससेसेस, होइन, फिजेन्टको मासुहरू, यो चाहिँ स्कटल्यान्डमा एकदमै इजिली एभाइलेबल छ, होइन। त्यो भएको कारणले गर्दा हरिणको बर्गर खान पाउँदा, अनि त्यसपछि गएर होइन कालिजको झोलसँग होइन भात नै खान पाउँदाखेरि चाहिँ त्यसको मजा छुट्टै हुन्छ। त्यही भएर तपाईँले जहिले पनि आउटडोर जाँदाखेरि यो चिजलाई चाहिँ अलिकति महत्त्व दिनुभयो भने त्यसले तपाईँको एडभेन्चरलाई अझै स्पाइसी बनाउँछ, अझै राम्रो बनाउँछ, अनि त्यो एक्सपिरियन्स चाहिँ नेक्स्ट लेभललाई अझै काम लाग्छ। जब जुन देखिन्छ नि, मन पनि जुन जस्तै शीतल हुन्छ। वास्तवमा वेदर चाहिँ एकदमै चिसो छ, होइन, एकदमै चिसो छ। यु क्यान सी इट्स रियली रियली वाइट फ्रस्टी। तर पनि मैले चाहिँ यसपटक चाहिँ डिजल हिटर लिएर आएको थिएँ। कस्तो अनुभव हुन्छ भन्नको लागि। अहिले -1 डिग्री टेम्परेचर छ। यु क्यान सी माई वाच, 6:41 बिहानको बजेको छ। तर मलाई त्यस्तो अनुभव भएको छैन। यो डिजल हिटरले चाहिँ यस्तो किसिमको वार्मथ दिन्छ कि त्यो टेन्टभित्र त्यो बाहिरको त केही चिसो महसुसै हुँदैन, त्यो इमेजिनै गर्न सकिँदैन, घरैभित्र बसे जस्तो हुन्छ। अनि अलिकति सुरुमा यो युज गर्दाखेरि चाहिँ अब जहिले पनि कार्बन मोनोअक्साइड डिटेक्टर राख्नु एकदमै उपयुक्त हुन्छ, किन स्पेसल्ली सोलो क्याम्पिङ गर्दाखेरि त्यसले चाहिँ वार्निङ गर्छ। तर इट्स रियली इन्जोयड, आई थरोली इन्जोय द डिजल हिटिङ। अब भने एउटा च्यालेन्जिङ सिचुएसनको छ। लास्ट टाइममा -18 डिग्रीमा चाहिँ जाँदाखेरि गाडी स्टार्ट भएको थिएन, एकदमै गाह्रो भएको थियो।
धेरै कुरा लेसन लर्न गरियो। तर यो पटक भने मलाई चाहिँ गाडी स्टार्ट नहोला भन्ने लाग्दैन, त्यो पनि लेट्स सी हाउ इट गोज। Now, yeah, started with no issues. So I need to defrost everything. Sit at the back. घाम उदाउन लागेको छ, तर पछाडि भने तपाईँ देख्न सक्नुहुन्छ मिस्टी माउन्टेन। मिस्टी माउन्टेनले धेरै कुराहरू तपाईँलाई एक्सप्लेन गर्न खोज्छ। हरेक व्यक्तिको इन्टरप्रिटेसन गर्ने छुट्टै तरिका छ, तर मिस्टी माउन्टेन हेर्दाको आनन्द चाहिँ छुट्टै हुन्छ। स्पेसली वाइल्ड क्याम्पिङ होइन, आउटडोर एक्टिभिटिज, कार क्याम्पिङ यो गर्दाखेरि। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले जसरी पनि यसलाई व्याख्या गर्न सक्नुहुन्छ, त्यो भएर तपाईँलाई छुट्टै किसिमको अनुभूति हुन्छ। यतिखेर चाहिँ यो अलिकति चिसो छ, त्यो भएको कारणले गर्दाखेरि तपाईँले अलिकति ख्याल गर्नुपर्छ। स्पेसली डिफेन्डरमा चाहिँ यो चाहिँ ओपनिङ मेकानिजम चाहिँ पानी भरियो भने चाहिँ एकदम फ्रिजिङ टेम्परेचर चाहिँ कहिलेकाहीँ प्रेस गर्न सकिँदैन अनि ओपन हुँदैन, तर वाज नट द्याट डिफिकल्ट दिस टाइम। यो ब्याकग्राउन्डको डोरमा तपाईँले कति क्लियर देख्नुहुन्छ, यदि टिभीमा हेर्नु भएको छ भने क्लियरै देख्नु होला। 2-3टा स्टिकर टाँसेको छु। धेरै जस्तो अब आउटडोर एक्टिभिटिज गर्ने होइन भ्लगरहरूले चाहिँ कोलाबोरेसनमा त्यो गर्छ, एडभर्टाइजमेन्ट गरेर पैसा लिन्छ, तर मेरो चाहिँ त्यो केही पनि छैन। मैले युज गर्ने रिलायबल चिजहरूको चाहिँ स्टिकर मैले त्यहाँ टाँसेको। यसको अरू त्यसको बेनिफिट चाहिँ, त्यसबाट चाहिँ फाइनेन्सियली बेनिफिट चाहिँ मलाई कहीँबाट पनि छैन, जस्ट फर यो होइन अवेरनेस। सनराइज हुन लागेको छ, तर निकै नै टाइम लागेको छ, केही समय भयो। अलिकति रातो तपाईँले देख्न सक्नुहुन्छ, बिस्तारै सूर्य बाहिर निक्लिँदैछ। त्यसको प्रतीक्षामा छु म। मैले चाहिँ त्यो डिजल हिटर चाहिँ यो कारको रूपमा राखेको थिएँ। अब यसलाई म निकाल्छु, किन भन्दाखेरि अब म ट्रेलको लागि छिटै नै अब चिया खाएर निक्लिन्छु। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति म यसको बारेमा पनि म तपाईँहरूलाई अलिकति जानकारी गराउन चाहन्छु। टेबल चाहिँ सबै किनभने पानी रहन सक्छ। मैले आज राति युज गरेको डिजल हिटर यही नै हो। यो मैले चाहिँ कारको रूपमा राखेर युज गरेको थिएँ होइन। यो ब्ल्याक पाइप चाहिँ हट एयर फ्लो गर्नको लागि हो, मैले अलिकति लुज बनाएर राखेको थिएँ। अनि यो सानो एसेसरी चाहिँ 10 को चेनमा क्लोज हुन्छ, एकदम सेफ हुन्छ।
त्यस्तै गरी यो पाइप चाहिँ एक्जस्ट पाइप हो। हट एयर चाहिँ त्यो ब्ल्याक पाइपबाट अगाडि आउँछ अनि त्यसपछि गएर प्रदूषण भएको एयर चाहिँ त्यो एक्जस्ट पाइपबाट बाहिर जान्छ। त्यो कारणले गर्दाखेरि चाहिँ दुईवटा च्याम्बर भएको कारणले गर्दाखेरि यो हिटर चाहिँ एकदमै सेफ छ। सेम इज लाइक यो कार्स हिटर। कार्बन मोनोअक्साइडको रिस्क चाहिँ एकदमै छैन यसमा। मैले किनभने रातभरि कार्बन मोनोअक्साइड डिटेक्टर राखेँ। कुनै पनि लिक कुनै पनि सेन्स यसले दिएन। त्यो कारणले गर्दा एकदमै सेफ छ। होल नाइट मेरो विचारमा 1 लिटर पनि डिजल यसले चाहिँ खर्च गरेन भने चाहिँ इट्स भेरी भेरी चिप एज वेल हैन। त्यो भएको कारणले गर्दाखेरि यो हिटर चाहिँ म स्ट्रङली रिकमेन्ड गर्छु। स्कटल्यान्डमा बस्नुहुन्छ अनि वेदर कम्प्लेन गर्नुहुन्छ एकदमै तातो चाहिन्छ भन्यो भने चाहिँ यो एकदमै आवश्यक छ है। हरेक पटक आउटडोर एक्टिभिटिज गर्दा हैन, वाइल्ड क्याम्पिङ गर्दा होस्, कार क्याम्पिङ गर्दा, आउटडोर एक्टिभिटिज गर्दा चाहिँ बिहान चाहिँ नेपाली चियाबाट सुरु गर्न पाइएन भने त्यो दिन नै त्यति राम्रो महसुस हुँदैन। म चाहिँ अब यो नेपाली चिया बनाउँछु अनि त्यसपछि गएर नेपाली चिया खाएर अलिकति थर्मसमा पनि राख्छु। त्यसपछि मेरो डेस्टिनेसन हैन लकमुइको ट्रेलको लागि चाहिँ म रेडी हुन्छु एकछिनमै। तपाईले मेरो पहिलाको भिडियो हेर्नु भएको छ भने तपाईलाई थाहा छ म कहिले पनि यो सलाई लिएर जाँदिनँ। किन भन्दाखेरि कहिले काहीँ ओसिन्छ, कहिले काहीँ बल्दैन, पानीले भिज्छ। त्यो भएको कारणले गर्दा यो चाहिँ अलवेज सेफ छ। पानी परे पनि नपरे पनि यसलाई चाहिँ तपाईको रगटेपछि यसले आगो बाल्छ अनि हिटरहरू बाल्नको लागि हैन, ग्यास बाल्नको लागि चाहिँ एकदमै मद्दत पुर्याउँछ। त्यही भएर यो चाहिँ इज रियली इम्पोर्टेन्ट है। एकदमै सर्भाइभल किटमा चाहिँ यो चाहिँ राख्नै पर्छ। नेपाली चिया खाँदा चाहिँ यो धुलो चियापत्तीको चिया खाइएन भने छुट्टै किसिमको मजै आउँदैन है। मलाई चाहिँ त्यस्तो लाग्छ। यसपालिको यो चिया चाहिँ भाइ रामकृष्णले नेपालबाट ल्याएको हो। यो इस्टर्न पार्ट अफ नेपालको एकदमै रियली जेन्युन अनि एकदम अथेन्टिक नाइस चिया हो। अब मैले पहिला पनि ट्राई गरिसकेको छु। यसले चाहिँ आजको दिनलाई चाहिँ अभियसली नै राम्रो पोजिटिभ तरिकाले चाहिँ मुभ गराउँछ। 100% ग्यारेन्टी छ। यदि चिया बिहान खाइएन भने, नेपाली चिया खाइएन भने चाहिँ त्यो दिन नै खोइ अघि नै भनिसकेँ मैले, दिन नै हराएको जस्तो हुन्छ, महसुसै हुँदैन। दिन नै कता कता बिलिन भएको जस्तो फिल हुन्छ। नेपाली चियाले चाहिँ अवेक गराउँछ है। अनि चिनी पनि हाल्नुपर्छ किन भन्दाखेरि क्यालोरी बर्न हुन्छ। नेपाली चियामा चाहिँ चिनी नहाल्यो भने अब त्यही हो, भोलि पर्सि अब डायबेटिक भएर नहाल्यो भने छुट्टै कुरो, नत्र भने अहिलेसम्म स्वस्थ रहँदा चाहिँ मजाले चिनी हालेर ट्रेकमै जानुपर्छ। त्यसको मजा छुट्टै छ। देख्न सक्नुहुन्छ यो चिया चाहिँ अलिकति कालो चियापत्तीलाई राम्रोसँग पकाएपछि अलिकति अलिकति डार्क भएपछि चाहिँ दुध हाल्न पर्छ। मैले चाहिँ यो लङ लाइफ दुध मेरो गाडीमा भइरहेको छ, त्यो नै मैले युज गरेँ। अनि यसलाई राम्रोसँग उमालेपछि चाहिँ अनि बल्ल नेपाली चियाको चाहिँ एकदम अथेन्टिक अरोमा यु क्यान स्मेल हैन। त्यसपछि चाहिँ मैले भन्नै पर्दैन हैन, आनन्द आउँछ, छुट्टै आनन्द आउँछ।
अब चाहिँ करिब करिब रेडी भयो, यु क्यान सी इट्स बोइलिङ। तर पनि अब अलिकति केही समय राखेर थोरै समय पकायो भने अझ यसको छुट्टै किसिमको मजा हुन्छ, किनभने अलिकति कन्सन्ट्रेट हुन्छ, अलिकति डार्क पनि हुन्छ, अनि फुल्ली त्यो लुज टीको चाहिँ सबै फ्लेभरहरू होइन, त्यसपछि टेस्टहरू तपाईँको चाहिँ एकदम सजिलै त्यहाँ घुल्छ, अनि छान्दाखेरि चाहिँ त्यसको छुट्टै किसिम मजा आउँछ। मसँग चाहिँ अब चियादानी छैन, मैले त्यत्तिकै नै कपमा अथवा के भन्छ मेरो थर्मो फ्लास्क हाइड्रो फ्लास्कमा चाहिँ हालेर मैले आजको ट्रेललाई चाहिँ आजको चिया लैजान्छु। यतिखेर चाहिँ म ग्लेनविकको कार पार्कतिर जाँदैछु। ग्लेनविकको कार पार्कमा मैले गाडी पार्क गरेर अनि त्यसपछि मेरो आजको लकमुइकको सर्किट चाहिँ स्टार्ट हुन्छ। म तपाईँलाई अहिले एकछिनमा देखाउँदैछु। कार पार्कमा गाडी पार्क गरिसकेपछि यो सानो पुल हुँदै जानुपर्छ। तपाईँले कार पार्क गरिसकेपछि सम्झनु होला त्यहाँ 5 पाउन्डको चाहिँ टिकट लाग्छ होल डेको लागि, जति समय राख्दा पनि हुन्छ। त्यो चाहिँ एकदमै राम्रो कन्ट्रिब्युसन पनि हो बालमोरल स्टेटलाई। यो बाटो गइसकेपछि हामी चाहिँ कहाँ पुगिन्छ भन्दाखेरि यो लकनागर र एउटा मनरू छ, लकनागर अथवा चाहिँ तपाईँको यो हेर्न सक्नुहुन्छ लकमुइकको चाहिँ ट्रेल यहीँबाट सुरु हुन्छ। यो बाटोबाट अलिकति तल झरेपछि राइट ह्यान्ड साइडमा चाहिँ तपाईँ त्यो ट्रेल स्टार्ट गर्न सक्नुहुन्छ एन्टी क्लकवाइज। मैले चाहिँ यो टाइम चाहिँ एन्टी क्लकवाइज गरेँ। एज सुन एज तपाईँ अलिकति डाउन भइसकेपछि यो सानो काठको पुल आउँछ, युनिट मिस होइन, एकदमै राम्रो ठाउँबाट स्टार्ट हुन्छ। रियली नाइस सिनरी, यु क्यान सी इभन इट इज मिस्टी, एब्सोल्युटली नाइस, एकदमै सिनेमेटिक काइन्ड अफ भ्यू तपाईँले देख्न सक्नुहुन्छ है। ल हेर्नुहोस्, घाम देखिएको छैन तर पनि यसको छुट्टै किसिमको आनन्द छ। मलाई चाहिँ सोलो क्याम्पिङ गर्न एकदमै मनपर्छ, किन भन्दाखेरि त्यसले छुट्टै किसिमको कन्फिडेन्स दिन्छ। हामीले चाहिँ ट्रेलमा होइन, अब त ट्रेकिङ गर्दा हाइकिङ गर्दाखेरि हरेक पटक अरू व्यक्तिसँग चाहिँ रिलाइङ गर्नु भयो भने आफ्नो कन्फिडेन्स हराउँछ। कहिलेकाहीँ चाहिँ यस्तो मजा हुन्छ सोलो वकिङमा हाइकिङमा होइन, जाँदाखेरि कहिलेकाहीँ बाटो मिस हुन्छ, त्यो इट्स नर्मल। तर त्यसपछि गएर म्याप हेरेर होइन, अरू डिरेक्सन हेरेर अनि राइट बाटोमा आएर फेरि कन्टिन्यू गर्नुको छुट्टै मजा हुन्छ। त्यो भएको कारणले गर्दाखेरि एक्लै जाँदाखेरि चाहिँ कसरी इमर्जेन्सी सिचुएसनलाई डिल गर्ने, के हो त उपायहरू भन्ने कुरा चाहिँ एकदमै महत्त्व छ। त्यही भएर कहिलेकाहीँ जानुपर्छ, आफूलाई टेस्ट गर्नुपर्छ। सोलो क्याम्पिङ, सोलो हाइकिङ, सोलो ट्रेकिङ, सोलो मनरो बागिङ इज रियली इम्पोर्टेन्ट है। एकदमै सेफ हुनु पऱ्यो, तर यु क्यान डु इट एट एनी टाइम। बोट हाउस छ यहाँ, एउटा सेड छ, त्यहाँ एउटा सानो बोट रहेछ, म त्यहाँ जाँदैछु। ल हेर्नुहोस्, यो बोट चाहिँ म हरेक पटक यहाँ आउँदाखेरि त्यहाँ देख्छु। आई डोन्ट नो समरमा युज हुन्छ कि हुँदैन,
यो चाहिँ बोट स्टोरेज गर्ने ठाउँ हो. आई डोन्ट नो वेदर इज फर पब्लिक or for only for the people in Balmoral state. I'm not 100% sure है. तर it's beautiful place. यहाँ रेलको लिक जस्तो दुईटा मैले देखेँ. यो चाहिँ पानीमा गएर मिसिएको छ. पक्कै पनि यो चाहिँ डुङ्गालाई पानीमा लैजाउन सहज तरिकाले पानीमा लैजाने त्यो ट्र्याक हो जस्तो लाग्छ. अब चाहिँ म फेरि मेरो सर्किटलाई कन्टिन्यू गर्दैछु. एकदमै राम्रो रुट आउँदैछ अब चाहिँ. यदि तपाईँले स्कटल्यान्डमा हाइक गर्दै हुनुहुन्छ होइन, त्यो भने चाहिँ यो वक हाइल्यान्ड चाहिँ एकदम इम्पोर्टेन्ट छ. तपाईँले यसलाई लगाइसकेपछि तपाईँ आफ्नो त्यो ट्रेलमा जुन चाहिँ आफ्नो त्यो जुन राइट रुटमा हुनुहुन्छ कि हुनुहुन्न यसले दिन्छ. त्यो सानो थोप्लो हुन्छ अनि त्यो चाहिँ आउट भयो भने फेरि डिरेक्सन चेन्ज गरेर फेरि त्यो ट्र्याकमा आउन सकिन्छ अनि यसले किलोमिटर पनि दिन्छ. इट्स रियली इम्पोर्टेन्ट. तपाईँले चाहिँ एकदम राम्रो त्यो नर्मल म्याप हेर्नु हुँदैन भने चाहिँ यो चाहिँ एकदमै राम्रो छ. यो चाहिँ स्ट्रङली रिकमेन्ड है. मैले हरेक मनरो क्लाइम्बिङ गर्दाखेरि ट्रेकिङ गर्दाखेरि त्यो चाहिँ युज गर्छु. Now it's raining. It's not much, but obviously it's misty, raining, cold. That's the beauty of hiking. If you are doing hiking and if you are really expecting really good weather, then obviously a lot of time you'll be disappointed, absolutely disappointed. So you just need to enjoy whatever the weather comes. You just need to prepare for your gear. That's it. I think that's the way you enjoy the outdoor in Scotland, because Scotland is beautiful weather-wise, absolutely unpredictable. Look, I hope I can go this way. आज इन्ट्रेस्टिङ के भयो भन्दाखेरि नेपाली चिया बनाइसकेपछि मैले व्हाइट हाइड्रो फ्लास्कमा हालेँ अनि गाडीमा राखेको थिएँ. कार पार्कमा गाडी पार्क गरिसकेपछि म त्यहाँ टिकट काट्न गएँ अनि त्यसपछि त्यो फ्लास्कलाई मेरो ब्याकप्याकमा हाल्नै बिर्सेछु. त्यो भएको कारणले गर्दाखेरि मैले जहिले पनि ट्रेकिङमा हाइकिङमा यो चाहिँ पोर्टेबल जेट बोइल अनि खानेस्टर लिएर जान्छु अनि कफी लिएर जान्छु. त्यही गरेँ मैले अहिले. अब यहाँ कफी छ, यो हट जेट बोइलमा चाहिँ तुरुन्तै बोइल हुन्छ. तपाईँले देख्न सक्नुहुन्छ त्यो रातो देख्ने त्यो बोइल हुन्छ. त्यसपछि गएर मैले पोर्टेबल एस्प्रेसो मेसिन पनि लिएर गएको थिएँ. त्यसमा चाहिँ सेट गरेँ, तपाईँ देख्न सक्नुहुन्छ यहाँ. अनि एकदमै स्ट्रङ, भेरी फ्रेस होइन कफी ब्रु गरेर अनि एकदमै आनन्द लिएँ मैले यहाँ. यो चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन्छ. कहिलेकाहीँ चाहिँ केही चिजहरू छुट्दाखेरि
अर्को चिज गर्नुपर्ने हुन्छ त्यो चिज चाहिँ झन् छुट्टीको चिजभन्दा बढी महत्त्व हुन्छ अझ चिज हुन्छ त्यही भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ थरोली इन्जोय गरेँ अलिकति स्ट्रङ भएर अलिकति पानी पनि मिसाएँ 11-12 किलोमिटर्स अलरेडी हिँडिसक्यो होला 1-2 किलोमिटर मात्रै बाँकी छ अब त्यो भएको कारणले गर्दाखेरि यो आइसिङ एन्ड द केक जस्तै भयो यो चाहिँ लास्टमा चाहिँ एकदम मजा आयो एकदम मिस्टी अलिअलि पानी पनि परिरहेको थियो त्यो टाइममा आफूले कफी बनाएर खाँदाखेरि चाहिँ इट्स रियली इन्जोयड एब्सोल्युटली इन्जोयड Still misty. 12 kilometer already hiked. So now not too long to go to the car park. You can see this one at the woodland where is my car is. Absolutely brilliant journey, brilliant hike. Weather wise no complaint, to be honest. It's very cool, not too windy, not too rainy, not too cold. Absolutely good for hiking. Look, this is a place that's still misty. It's still misty. There you go. Now return to the base. Absolutely brilliant hike today. Going to car park. And obviously, hopefully my tea from the morning is still cold. Sorry, it's still hot. I'll have a tea. And then after going home. Absolutely brilliant journey. Thank you very much for watching.